ब्लग बनाएको गाइजहरु अच्छा हमको सिखा रिया है यसो बनाउनु भिडियो यहाँ देखो न यहाँ भिडियो मान्छे देखाएर क्यामेराम्यान अनि राजा जी म बिना त यहाँ के राजा होला यो कवला बाबा आछ त ल आउन सबैजना मलाई साथीको लागि सल्लाह सबैजना आइ गर्नु ल खुट्टा समात्ने चाहिँ मेरो नै हो है यतापट्टि छुट्यो त के भन्न चाहनुहुन्छ तपाईहरु काम म यतापट्टि बाइ बाइ अबे आउनु न त के भन्न चाहनुहुन्छ उठा ले रे बाबा के भने ल के माग्यो नहीं मैं गाली नहीं दे सकता वाला एक्सपिरियन्स हैन बोली फुट्यो नि फुट्यो क्यामेरा कौन है ये लोग कहाँ से आते हैं घर जा अब घरतिर घरतर्फ लागेको खाना भने डाइटिङ मिलाउनु पर्छ है भ्लग बनाएको गाइजहरु के भने सिकाउनु नि मलाई यो मान्छे चाहिँ अड्के गयो यो मान्छेले पाप गरेको म जस्तो इमानदार भलाद्मी मान्छे को छ संसारमा कोही छैन यो मेरो पेटले गर्दा अर्कै हो के कति महिनाको हाम्रो चाहिँ हामी चाहिँ यति छौँ अब हामी दर्शन गर्यो घरतिर फर्किँदैछौँ सबसे बढी फोहोर चाहिँ मेरो लाग्यो होला है पक्कै पनि म यो त्यहाँ खुट्टा काम मेरो यता नि न गुणै अडिराइ मेरो आउला र मान्छेहरू गुड बाय गया को म अड्केको होइन है अगाडि हिँड्नु न अब चाहिँ सिडी चढ्नेको अवस्था कस्तो हालत हुन्छ अब हाम्रो हालत चाहिँ एकदम नाजुक हुन्छ उठा ले रे देवा उठा ले रे बाबा हाम्रो क्या आनन्द फिलाएर कस्तो फिल लाग्यो रे कस्तो फिल लाग्यो रे उहिले त माटो नि हाम्रो 19,000 मेरो बाटो त माटो नि 2 मिनेट लाग्यो नि यस्तो बाटो हिँड्नु हाम्रो उहिले बाजेहरू 19,000 बाटो नि के खोज्दैछ हौ यो चाहिँ भ्लगमा हाल ल कसले भ्लगमा हाल्ने हेलो हेलो चिन्न गएको मान्छे फर्किरहेको 4-5 जना यार अड्किरहेको भिडियो बनाउनु मान्छे हामीले बोकेर ल्यायो होइन हाउडे हाउडे खुट्टा पक्रिनु परेको सुरुली चिपेर गाँस त भएको कि एकछिन को चिपेर गएको सबसे पाताली मान्छेलाई त बोक्नु पर्यो झन् हामी त केही